हेलो वेलकम ब्याक टु माई मिनी ब्लग्स पार्ट 2 गाइज। अघि देखिहाल्नुभयो पार्ट 1 मा हामी बियर गार्डनमा गएका थियौँ, हल्का रमाएका थियौँ। तर अत्याधिक गर्मीको कारण त्यहाँ अलि दिउँसोमा बस्न अलिक गाह्रो भएको कारण हामी चाहिँ अर्कै ठाउँमा जाने प्लान गरियो। त्यसै अनुसार अब हामी जाँदैछौँ चरङ्गे भन्ने ठाउँमा, जहाँ हल्का चिसो पहाडको वातावरण भएकोले हामी अब ब्याक टु चरङ्गे जाँदैछौँ। हामी हाइवे छोडेर भित्र लाग्नुपर्ने हुन्छ। भित्र लाग्ने क्रममा हामीसँग दुईवटा गाडी भएकोले अर्को गाडीमा नानीहरू बसेका छन् अनि उनीहरूलाई तिर्खा लागेको भएर हामी पानी सप्लाई गरेर फेरि अगाडि बढ्दैछौँ। वाह क्या सीन है, वाह क्या सीन है। अब भने हामी यो भित्री गल्ली हुँदै पुल तर्दै पहाडको छेउ अगाडि बढ्दैछौँ। तिनै पखेरामा हुर्के सुन्दै कोइलीको आवाज, मजा परालिन्छे बादलसँग बनेर आजाद। खेलेको गाउँ बस्ती अझै नि आवाज छ, जहाँ सिस्नोको तिउनसँग हिँडाको घाँस चाहिँ बाखाको काखमा छ सन्तोषको आवाज। सुस्केर हाल्दै हर दिन उकाली ओह्राली त्यो बर्खाको वर्षासँग हातमा कोदाली। अब भने गाइज हाम्रो गन्तव्यमा हामी आइपुगियो जस्तो छ, हेर्न सक्नुहुन्छ कति रमाइलो छ। भित्र पहाडको छेउमा एकान्तमा तलतिर खोलाहरू पनि छ। बसेर त्यहाँ परिवारसँग नानी बाबुहरूसँग बस्दाखेरि मजा आउँछ। तल पहाड छ, एकान्त छ। सहरबाट केही टाढा आनन्दको ठाउँमा पुग्दा रमाइलो लाग्छ। कौन है ये लोग, कहां से आते हैं? ऐसे तो नहीं होता है।
रातिको रमाइलो खानापिना पछि अब हामी फर्किँदैछौँ ब्याक टु घर बुटोलतिर। अनि अफ रोडमा चलाउँदाको एक्सपिरियन्स हाम्रो भाइलाई कस्तो रह्यो पनि हामीलाई त ठिकै लाग्यो, राम्रै भयो, मजै आयो। बाटो चाहिँ अलि पहाडको घुम्टी नै छ। यसरी नै आजको हाम्रो दिन पनि यही समाप्त भएको छ। अब हामी बुटोल पुगिसकेका छौँ। थ्याङ्क यू फर वाचिङ गाइज। लाइक गरिदिनु होला, सेयर सब्सक्राइब गरिदिनु होला। च्यानलमा नयाँ भएकोले सबैले सपोर्ट गरिदिनु होला। थ्याङ्क यू सो मच। धन्यवाद सबैलाई। शाबाश बेटा।